पानी यो पनि नानी लु आजको यात्रा हामी यो के होटल नाम्ची होइन बाबु हजुर ल आज हामी चाहिँ यहाँबाट प्रस्थान गऱ्यौँ अब कता पुग्छ है त आज कता कता गान्तोक ल्याउँदै गर्नुहुन्छ हामी बाटोमै राख्नु होइन यहीँ राख्नु है उतैबाट चारधामको दर्शन गर्न आएको होइन यस्तो राम्रो ठाउँ रहेछ यतातिर के रहेछ है यस्तो राम्रो ठाउँ रहेछ कि भगवानको बच्चाहरू पनि रहेछ भगवानको बच्चाहरू भित्तामा टाँसेको हेर्नु न घरको भगवानको बच्चाहरू लटरम्मै रहेछ लटरम्मै रहेछ बच्चाहरू लटरम्मै हुन्छ लु कुन चाहिँ भाषा कुन चाहिँ होला है कुन चाहिँ व्याकरणमा पर्छ यो चारधाम भनेको यो सिक्किमको चारधाम साह्रै राम्रो ठाउँ रहेछ होइन त बहिनी के कस्तो लाग्यो आफूलाई ए मलाई त यसरी राम्रो लागेछ आफैलाई बिर्सेर म त बोल्नै बिर्सेछु है रमाइलोले के ताल खै त यो ठाउँलाई के होला पनि यस्तो राम सीता यो नि के हो हनुमान सीताराम भएपछि हनुमान त हुने भयो होइन लङ्का चलाउने उयो होइन उयो हनुमानै उयो सीताराम भएको ठाउँमा जहिले पनि हनुमान हुन्छ सीताराम भएको ठाउँमा जहिले पनि हनुमानको आगमन के हो आहा दर्शन गर्न आएको है एकदमै भेरी नाइस ठाउँ रहेछ होइन एकदम रमाइलो यता पनि रमाइलो रहेछ यता पनि रमाइलो रहेछ अब हामी यो चारधाम सबै डुल्नेछौँ है हाम्रो यो दर्शन कार्यक्रम पनि भ्याइयो यहाँ बहिनीहरूले ड्रेस राख्नुभएको रहेछ ड्रेस पनि लगाइयो बहिनीहरूको मन पनि राख्नै पर्यो नि त होइन र के कसो हो साथीहरू कस्तो हुँदैछ दिजु रमाइलो चारधाममा आएको है एकदमै रमाइलो रहेछ कि ल यति राम्रो सिन छ यहाँ यो चारधाममा के यता पनि फुल है कति राम्रो फुल हो यो डल्लो कति राम्रो सजाएको पनि यो है बहिनी मल मजाले राख्दो रहेछ नि त हौ धुपी जस्तो है धुपी जस्तो तर हाम्रो मेरो घरको धुप नि दिदी यो बाँच्न आउँछ नि मैले सबै पात निकालेर नाङ्लोमा सुकाएर राखेको सर्लक्क पात बाँच्न आउँछ नत्र हामी किन किनिराख्ने त्यही बालन न हो त्यही होइन सानो छ नि त अनि सानो रुख अब त्यो गमला सर्लक्क के आउँछ रे कस्तो बाँच्न आउँछ त्यो नभएर के हुन्थ्यो रे लु है बाक्लो हुन्छ क्या त्यहाँ बोल्दा बोल्दै कोही मिस्टेक हुन्छ बहिनीले नि अहिले बोल्दा बोल्दै एउटा मिस्टेक गर्नुभयो है नि त मिस्टेक धेरै मिस्टेक हुन्छ किनभने गुरुङको छोरी हो धुप चाहिँ गनाउने छ अरे बहिनीको घरमा त्यो बिरुवामा लाइन दिनुलाई बिरुवै छैन बिरुवा चाहिँ आफै आउँदैन तँ लिएर जाने हो र हो त्यो सेतो खानेकुरा हेर्नु केही नि हुन्न आयो नि त यहाँ हामीले खाने के भन्दा सानो लिनु हो त्यस्तो यो लाने ल लाने भयो लैजाउँ त नि अनि होइन यो अब चारधामको प्रसाद हो नि त यो कति पैसा हो नानो 10 रुपियाँ खै त्यो आशा ब्याङ्कमा 10 रुपियाँ ल्याउनुहोस् त आशा ब्याङ्कको एटिएम खुल्दैछ यस्तो पर्छ ए 10 रुपियाँ हो अरे यो
आशा ब्याङ्कमा छ हाम्रो पैसा है आशा ब्याङ्कमा एटिएम खुलेको अवस्था 200 रुपिस रहेछ यो त 10 रुपियाँ दो त्यो दिन फिर्ता होइन 100 रुपिस रहेछ तर फिर्ताले दिन्छ नानो यहाँ छ 10 रुपियाँ आइयो अब यसो दर्शन पनि गरियो नि त अब चाहिँ यहाँ भेज खानाको लागि हामी रेडी भइरहेको छौँ है यहाँ खाना लागेछौँ हाम्रो मिसले चाहिँ खाना नखाने रे हामी तिनजनाले चाहिँ यो खाना खाने ल खाम है बहिनी अब ल अनि मलाई हालिदिनु कति पिरो छ होला यो अलिकति चाहिँ ज्यानमारा खुर्सानी म चाहिँ एउटा खान्छु प्रतिनिधिले चाहिँ खानु हुँदैन एउटा अरे तर सुको लागि भने नि खाँदै हुनुहुन्छ है उहाँले एउटा त्यसले नि ट्राई गर्नुहुन्छ आज खामै एउटा कस्तो हुन्छ यसको लागि त म त फेभरेट हो के भन्छ अरे अकबरे है त्यही भएर मैले नै बास्ना थाहा छ फेमस यहाँ कसरी बनाउँछ होला स्टाइलहरूलाई बास्ना चाहिँ राम्रो छ है अनि दालमा मिसाउने कि के गर्ने पाकमा यस्तो गर्नु न यस्तो यस्तो गर्नु यस्तो गर्नु यस्तो गरेर खानु फेरि दालमा राखे नि हुन्छ ल हामी चाहिँ चारधाम गएर फर्केर होटेल ग्रिन पार्कमा खाना खाइयो एकदमै मिठो खाना रहेछ यो यहाँ साह्रै मिठो खाना खाइयो ल भात पचाउनु यस्तो मिठो खाना खाएपछि त भात पचाउनु पऱ्यो नै क्या हो हाम्रो सिक्किमको टुर आज तेस्रो दिन हो हामी आज चाहिँ यो तिमी टी यो चिया बगान एकदमै ठुलो रहेछ टन्न ठुलो रहेछ यसको यहाँको यो नाम चाहिँ तिमी अनि टी हो अरे है तिमी टीमा छौँ अहिले हामी बिहान उता चारधामबाट आएको धेरै रमाइलो ठाउँ रहेछ हौ साथीहरू सिक्किम आउनुभयो भने यो तिमी टी पनि नछुटाउनु है तपाईँहरूले यहाँ एकचोटि अवश्य आउनु होला भन्न चाहन्छु ओइ ओइ ओए चियापत्ती हेर्नुहोस् त कति राम्रो चियापत्ती हो ओ माई गड एकदम राम्रो रहेछ भाइ यो चियापत्ती राम्रो रहेछ तिमी टी सिक्किमको तिमी टीमा है अहिले हामी तिमी टी कस्तो राम्रो गजबको रहेछ नि ए भर्खरै मात्रै यो जम्मै काटेको रहेछ है त्यही भएर अनि एकदमै राम्रो रहेछ कि यहाँ बगैँचा सर्लक्क रहेछ त्यहाँतिर उतातिर नि छ है फराकिलो ठाउँ रहेछ हौ एकदम राम्रो रहेछ हजुर कता हो कि आज यो ठाउँ एकदमै नौलो रहेछ नि त हो कस्तो लागिरहेछ एकदम गजब चिसो 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 छ चिसो मौसम यहाँबाट टक्क हिमाल देखिन्थ्यो अरे कञ्चनजङ्घा खोइ त कहाँ टुडे आज चाहिँ हिमाल देख्न सकिएन टुडे इज क्लाउडी क्लाउडी है एकदमै मौसमले गर्दाखेरि अरू ठिकठाक छ अरू चाहिँ ठिकै छ है खाइदिनु अब अनि यो के हो यो ओहो अनि पाटे बाघ हो यो बाटे राम 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 कति डर लाग्दो हो होइन यो के रहेछ हो यो कान पनि छ यो कान यो हो कि यो हो म कन्फ्युज भएँ अनि नाक चाहिँ फेरि मेरो जस्तो चुच्चो होइन रहेछ अलि थेप्चो थेप्चो रहेछ के हो कि साथीहरू यो यसको नाम थाहा छ भने भनिदिनुहोस् न यो टाइगर हो जस्तो नि छ तर होइन जस्तो नि छ पुच्छर पनि छ है खुट्टा पनि छ आँखा पनि छ म कन्फ्युज भएँ कि साथीहरू खुट्टा पनि दुईटा छ यो पक्कै पनि यो कान हुनसक्छ है यो अलिक कन्फ्युज भएँ तर पनि टाइगर नै बाघ नै हो जस्तो लाग्छ मैले बाघलाई माया गर्नु पर्यो लु है हामी चाहिँ अहिले साँझपख चाहिँ यो सिक्किमको राबङ्ला भन्ने ठाउँमा बुद्ध पार्कमा आइपुगेका छौँ एकदमै भेरी नाइस प्लेस साह्रै राम्रो ठाउँ रहेछ है यो ठाउँ तर हामी आउँदा आउँदै अलि अबेला नि भयो लेस गो हामी चाहिँ अब उतै जान्छौँ यहाँबाट खिच्दाखेरि पनि मजाले राम्रो आउँदो रहेछ होइन
यतातिर नि यता जाम त हाम्रो क्यामेरा एकदमै राम्रो साह्रै राम्रो ठाउँ रहेछ हौ तपाईँहरू पनि सिक्किमतिर आउनुभयो भने यो ठाउँलाई नछुटाउनुहोस् है साथीहरू कति राम्रो ठाउँ हो सिक्किमको बुद्ध पार्क ल है सिक्किमको बुद्ध पार्क कसले बनाइरहेको होला है यसरी डेन्सर राम्रो अब त्यहीँनिर नजिकमा जाऊँ नजिकमा पनि एकछिन लु हामी चाहिँ आज डुल्दा डुल्दै अहिले यो साँझको बेलामा यो बुद्ध पार्कमा आइपुगेछौँ यो सिक्किमको बुद्ध पार्कमा हामी जति पनि मठ मन्दिरमा जान्छौँ दिउँसो जान्थ्यौँ बेलुका जान्थ्यौँ के अरे बिहान जान्थ्यौँ है यसरी नाइट भ्यूमा नाइटको बेलामा हामी यसरी आएको थिएन तर आज हामी बेलुका साँझ डुल्दा डुल्दै साँझमा आइपुग्यो यो सिन चाहिँ भेरी नाइस के एकदमै आनन्दको ठाउँ रहेछ यो बुद्ध पार्कमा होइन यो सिनहरू पनि एकदमै राम्रो पारीबाट नि मजाले देख्ने झन् यहाँ नजिकमा आउँदाखेरि एकदमै आनन्द साह्रै राम्रो ठाउँ रहेछ र सिक्किमको यो बुद्ध पार्कमा तपाईँहरूले पनि एकचोटि चाहिँ जसरी पनि भिजिट गर्नुहोस् है थ्याङ्क यू फर वाचिङ माई भिडियो